आज चाहिँ हामी चाहिँ केटाहरू 1 2 3 4 जना चाहिँ हामी घुम्न जाँदैछौँ होइन। अब केटाहरू भिडियो चाहिँ पुरै हेरिदिनु होला, पुरै भिडियो हेर्नु होला होइन। के कतिको रमाइलो हुन्छ अब तिमीहरूलाई सबैलाई देखाउनेछौँ भिडियोमा। केटाहरू चाहिँ डेटिङमा जान लाग्छन् होइन। अब के भन्ने केटाहरू चाहिँ यस्तै छ नि। ओ नो, केटाहरू चाहिँ सबै डेटिङवाला होइन, यिनीहरूको सबै दिदी एउटा जिएफ छ। जिपको लागि यो चाहिँ गिफ्ट फर्स्ट गिफ्ट बिहेको 32 डिग्रीको घाममा चाहिँ केटाहरू आज घुम्न जाँदैछन् होइन। काला छेउछेउ झन् काला नि भइगा तपाईँ सब मुद्दा कालो बनायो यार आज त। खाना जन्मे खाऊ 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 केटाहरू चाहिँ दिन भयो होइन। खाना नखाएको हेर्नु कसरी खाँदैछन् हेर्नु। तपाईँ हो बिचरा चस्मालाई हिजो भन्ने हो भाडा जाँदै हुँदैन। हामी चाहिँ यहाँ मेन रोड पुगिसक्यौँ केटाहरू। हेलो गाइस, आज हामी चाहिँ नवजीवन हस्पिटल जाँदैछौँ होइन। हामीसँग हुनुहुन्छ। हामी चाहिँ नवजीवन हस्पिटल जाँदैछौँ। हाम्रो अगाडि त्यहाँनिर चाहिँ नवजीवन हस्पिटल छ। हामी चाहिँ नवजीवन हस्पिटल पुगिसक्यौँ। यो चाहिँ नवजीवन हस्पिटल। मुझे ठोकर ना मार न साल्यो झन् जाँदा त हामी नवजीवन हस्पिटलमा। आइसियुआरतिर जाँदैछौँ हामी। हस्पिटलमा छौँ केटाहरू। एकछिनमा हामी घुम्नेछौँ। यहाँ फुलहरू चाहिँ खत्रै छैन तर जीवन नवजीवनमा टिकटक बनाउने मन छ तर होइन गर्मी लाग्छ त्यही भएर बनाएन। यहाँ चाहिँ फुलहरू छन् टक्क भविष्यका कोपिलाहरू। त्यहाँ छन् फुलका कोपिलाहरू। यहाँ छन् यहाँ मान्छेका कोपिलाहरू। हाम्रा पिरिमङ्गलका कोपिला हुनुहुन्छ एउटा लाल्डा ठुलाका कोपिला हुनुहुन्छ। अनि पछि एउटा नसा ठुलाका कोपिला हुनुहुन्छ। त्यहाँ चाहिँ फुलका कोपिलाहरू छन्। ठुला भए हुनु यहाँ चाहिँ तपाईँहरूको अब के भन्न चाहनुहुन्छ ठुला भए? अब ठिक छ केटाहरू। गर्मी छ। बाई बाई नवजीवन अस्पताल। यहाँ यी फुलका कोपिलाहरू चाहिँ हामी छोड्ने मन थिएन होइन। तै पनि अब हामी छोड्न तयार भएका छौँ। आई लभ फुल। बाई बाई फुलहरू। केटाहरू लागिसके अब यता। हामी चाहिँ अब घुम्न जाँदैछौँ केटाहरू। कहाँ जाने भन्ने थाहा छैन तैपनि हामी घुम्नलाई निस्किसक्यौँ होइन। सुरुमा चाहिँ नवजीवन आयौँ। नवजीवनबाट हामी निस्किन लाग्छौँ। फाइनली केटाहरूले अटोमा जाने डिस्कसन गरिसक्यो। ओके अङ्कल 200 रुपियाँमा जोकर ताल हामी जाने भइसक्यो। अब यहाँ चाहिँ यहाँ बस्छ अगाडि एकजना। म यहाँ नि बस्थ्यौँ। भिडियो बनाउन होइन नि त लगिरहेको क्याबेहरू तपाईँहरू लङ्क जानु फास्ट हो। अब चाहिँ हामी चाहिँ यहाँ निर्माण गेटबाट हामी गयौँ। बाई बाई। मुख्यमन्त्री भवन हो यो चाहिँ। भाइर म चाहिँ पछाडि छौँ अनि नवीन र विवेक चाहिँ अगाडि छन् होइन। अब आज पहिलोचोटि देख्यो भाइ छक्क। यो चाहिँ हामी चाहिँ हस्पिटल लाइनमा छौँ अहिले। सेती प्रादेशिक अस्पताल धनगढी कैलाली। आई लभ धनगढी। यो मान्छेले पहिलोचोटि देख्यो आई लभ धनगढी भन्ने ठाउँ चाहिँ। योमा चस्मालाई यस गाउँबाट भित्रबाट आउन पाएछौँ होइन। एकदम खुसी लाग्यो। नयाँ ठाउँ रहेछ। यहाँ भित्र गाउँबाट यस्तो घरहरू चाहिँ मलाई एकदम मनपर्ने घरहरू हुन् कि यिनीहरू चाहिँ यस्तो मनपर्छ मलाई होइन। हो यो वाला घर कि
यहाँ चाहिँ गौसौ काटेर यहाँ चाहिँ टक्ला बनाइसकेको छ। यहाँ गाई पनि छ, यो निरज भाइको गाई हो कि हो, चोरा हुँदा मलाई मन पर्ने घर भनेको यस्तो हो होइन। म पछि भविष्यमा यस्तै घर बनाउँछु खत्रै अनि बस्छु। लगेर अब चाहिँ हामी चाहिँ पुगिसक्यौँ जोकरताल। हजुर एकदम हामीलाई अलि भिडियो मेकिङमा इन्ट्रेस्ट लाग्छ त्यही भएर हामी अब चाहिँ हामी हिँडेर जानु पर्यो जोकरतालतिर। यहाँ बिच बाटोमा बाटो जाँदैन रहेछ, केटाहरू छन् होइन। कता हो त भिडियोमा देखिने काहीँ बाटो है यहाँ जानु पार्क जानु यहाँ पछाडि अब जोकरताल पुगिसक्यौँ। यो जोकरताल यहाँ चाहिँ केटाहरू छन्। पछि हेलो क्यामराम्यान, म तिमीहरूको फोटो खिच्छु एउटा। एउटा यसरी उकिन्नु पर्ने के भन्छ त्यसलाई। यहाँ हामी चाहिँ फाइनली पुग्छौँ जोकरताल। यो जोकरताल यहाँ झन्डाहरू खतै छन्। हाम्रो झलक बुझाएर यता हुन्छन्। यहाँ नबु यहाँ यो साइड न उयो हल्ले गुन्ने हुने। जोकरताल चाहिँ यही हो। अब केटाहरू कसरी देखाउँ यहाँ तपाईँहरूलाई। यो यो कमलको फुल हो त्यही बिहा। कमलको पात छ अनि कति गहिरो होला भन्दै ताल मुथिली होली भन्नै गहिरो होला न बेक यो सिधै टिकटक बनाउने हो भाइरल तपाईँले जोकरताल कति गहिरो छ जस्तो लाग्छ? केही लाग्दैन यो 3-4 फिट अब हामी चाहिँ जोकरताल पुगिसक्यौँ होइन। एकदम राम्रो छ, शीतल हावा दिइरहेछ। गहिरो छ कि छैन तर थाहा छैन होइन। यो चाहिँ लेतो जस्तो छ त्यही हाम्रो। हामी चाहिँ जोकरताल तपाईँले देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले जोकरतालमा पुगिसकेका छौँ। यहाँ चाहिँ एकदम झन्डाहरू लगाएर एकदम राम्रो बनाएको छ। यदि तपाईँहरू पनि धनगढीमा हुनुहुन्छ भने जोकरताल आउनु होला। यहाँ आउनु अगाडि देखाउनु न। कमलको फुलहरू हुने यिनीहरू सबै। पछि कमल सेतो कमल फुल्छ होइन। त्यहाँ आउँछ त्यहाँ ढुकुर पनि छ होइन। ढुकुर पनि छ त्यहाँ खत्रै। सलाम छ सलाम। पहिलो चाहिँ गुरु रे महागुरु ल यसको पहिला ह्यान्डसम रे महा ह्यान्डसम तरिका दुध। आज चाहिँ हामी चाहिँ जोकरताल आछौँ होइन। हजुर सबैजना हाम्रो केटाहरू हामी चाहिँ 4 जना आछौँ। आज चाहिँ जोकरताल घुम्न भनेर आएको। फर्स्टचोटि आएको। बिहे चाहिँ पहिला पनि आएको थिएँ होइन। अनि बिहेको एक्सपिरियन्स भन्न त न। यहाँ कति चेन्जेस देखि ल म चेन्जेस कति देखि यहाँ चेन्ज परिवर्तन भएको छ। यहाँ के सुधार भएको छ? यहाँ सुधार यो कलर लगाएर होइन नेपालको झन्डा लगाएर सुधार राम्रो भएको छ। राम्रो भयो। यहाँ सरसफाइ कस्तो थियो? सरसफाइ पनि एकदम राम्रो भइरहेको होइन। अझ यो घाट छ नि यो लाया। तपाईँहरू अब आउने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ चाहिँ? यहाँ आइदिनु होला। यहाँको यो रमणीय दृश्य निहालेर जानु होला। अब जो जोकरताल आएको छैन फर्स्ट टाइम होइन, कहिले देखाएको छैन, जोकरताल नाम मात्र सुनेको छ भनेपछि त्यसलाई पनि आउनु अनुरोध छ कि छैन? धनगढीमा बस्नुहुने सबैले यता आइदिनु होला। राम्रो छ यता यहाँदेखि महेन्द्रनगरदेखि। अब यो झन्डाको विषयलाई लिएर चाहिँ तपाईँहरू के भन्न चाहनुहुन्छ? यसलाई चाहिँ यो जताभावी यताउता नलगाउनु पर्ने हो। लगाए पनि एउटा लगाउनु पर्ने हो। तर लगाएको छ झन्डाहरू होइन। जे झन्डाहरू लगाएको छ तर यिनीहरू झन्डाहरूलाई चाहिँ रेस्पेक्ट गरेर राख्नु पऱ्यो। यो जताभावी च्यात्ने यताउति काम चाहिँ गर्नु भएन होइन। अब राष्ट्रिय झन्डा हो, हाम्रो देशको गौरव हो होइन। विश्वमै एउटा मात्र अलग होइन एउटा छुट्टै आकार भएको झन्डा हाम्रो नेपालको झन्डा, जुन कि अलि एकदम खतरै छ। बेग नबिन ओ यहाँ आउन छिटो। के पो बासुला यहाँ त के हो राखेको? काउन चढो देख काउन हाफ हो मुज्यू।
खैला हो खैलामा उल्टा त बुझिन्थ्यो यहाँ पछाडि चाहिँ हाम्रो जोकर ताल छ अरे के भन्छ जङ्गल छ होइन सामुदायिक वन हो यो होला सायद त्यही नै होला अनि यहाँ चाहिँ हाम्रो जोकर ताल छ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ हाम्रो ह्यान्डसम बोय ओइ नबु यहाँ त यहाँ यो के हो यो खाने नै यो म के हो माटाको नि यस्तो मैले धेरैचोटि देखेँ क्या यो के हो चाहिँ गु यो चाहिँ यो देख्न सक्नुहुन्छ तपाईँले यो चाहिँ माटाको मैले धेरैचोटि देखेँ क्या यो धेरै ठाउँमा देखेको छु यो चाहिँ कसरी बन्छ भन्ने हो कि आफै कसरी बन्छ यस्तो मन्दिर जस्तो बनिरहेको छ होइन पहाड जस्तो अरू उता पनि छ एउटा होइन यता पनि छ तर त्यहाँ डर लाग्छ जानलाई यहाँ किनकि अब यस्तो जङ्गल छ होइन जङ्गलमा साप के हुनसक्छ अब फेरि यहाँ तराईको सापहरू अब सर्पहरू चाहिँ एकदम विषालु हुन्छन् होइन रुख चाहिँ होइन कि यो केले बनाएको भनेपछि किनाले हो कि कमिलाले सायद कमिलाले बनाएको हुनसक्छ यो चाहिँ मेरो अन्दाजमा खै साह्रो छ होइन हात लाउनु नि कस्तो डर लागिरहेछ एकदम यो चाहिँ मनपर्छ मलाई चाहिँ यस्तो भ्यू चाहिँ एकदम राम्रो छ हो देख्न सक्नुहुन्छ यो जोकर ताल चाहिँ एकदमै राम्रो रहेछ म आज फर्स्ट टाइम आएँ अनि पछि तपाईँ पनि यहाँ धनगढी हुनुहुन्छ भने आइदिनु होला है त एकदमै राम्रो रमाइलो लागिरहेको छ यता ताल साल एकदमै राम्रो रहेछ अनि तपाईँ पनि आइदिनु होला भन्न चाहन्छु म हाम्रा झलक ह्यान्डसम बोय फोटो खिच्दैछ यता कतै देखिए 1000 को छ कि चिल्लर रहेछ 300 छ हुन्छ 300 हम किन भाइ तिमी तपाईँ भन्ने भेट्यो यो आडेमा भन्नु अरे भिडियो कि न त्यो उनुले त जखर तालमा छौँ हामी अहिले हामी जखर तालमा छौँ अब हामी उता पार्कमा जाने तयारीमा छौँ र यता पछाडि हाम्रो जखर ताल छ अनि यता हाम्रो झलक छ तामाटो गयो भने यहाँबाट घुम्यो भने यहाँ तैँले सिकाली भयो उडा पाएको ल यहाँ जाउँ यहाँ जाउँ यहाँ ल सल नमस्ते सबैजनालाई फेरि पनि हाम्रो भिडियोमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु आज चाहिँ हामी जोकर ताल आएका थियौँ होइन अब हामीसँग को थियो अब तपाईँहरूले भिडियोमा देखिसक्नुभयो होला अनि अब जोकर ताल आएर त्यति रमाइलो भएन कि रहेछ अरे राममा त जोकर होला सोचेको थियो यो ताल पनि जोखरै रहेछ होइन किनकि अब तालमा पानी हुनुपर्ने ठाउँमा यो चाहिँ के रहेछ पात घाँस र पातलाई केही छैन होइन यसमा पानी हुने ठाउँमा अब ताल भनेपछि त ताल जस्तै होला भनेर हामी आएको ताल भन्दा नुन ताल अब के रहेछ यहाँ त्यति खास थिएन यहाँको दृश्य भन्दा पनि यहाँको चाहिँ एकदम राम्रो लाग्यो होइन यता जौँ फलिरहेको छ के फलिरहेको छ हरिपरि हो तर यहाँको दृश्य भने चाहिँ हामीलाई ताल जस्तो अब जस्तो ताल हुनुपर्ने त्यस्तो ताल छैन क्या यो अब म चस्मा लगाएर कुरा गर्छु भने चाहिँ ताल भन्दा त मेरो बालै राम्रो छ अब बाल हेर्न सक्नुहुन्छ कुन भएको यहाँ चाहिँ गेट बन्न छ होइन अब के भन्ने यार के हामी कोट्यौँ त यार उताबाट हिँडेर आएको त्यति टाढाबाट अझ तत्त जाउँ नि घरि जाउँ अब हामी चाहिँ यहाँ फाल हालेर जाने तयारीमा छौँ हाम्रो एकजना गइसक्यो अर्कोजना जाने तयारीमा छ यहाँ नवीन पुजारा आलफट्टु ल भिडियो नै मोबाइल दिउँला फट्टु हालिन्छ हेर्नु सक्नुहुन्छ गाइस तपाईँ यो जबरजस्ती यसको चाहिँ जम्प हालेर फाइनली यहाँ पुगिसक्यो होइन अब हामीले चाहिँ तालको रूपमा चाहिँ थोरै हामीले यता देख्यौँ होइन यस्तो हुनुपर्ने ताल होइन त्यहाँ चाहिँ उता पनि फेरि खास छ होइन यता हल्का ताल हो यस्तो छ पानीदेखि लाग्छ यता चाहिँ यस्तो छ होइन अब के भन्ने अब तालको नाममा के छ नाममा त ताल यसको होइन तपाईँहरू केटाहरू यिनीहरू फक्यो भनिरहेको छ
नबिन अस्ति यस्तो खबर आयो होइन बिहे थिएन बु बिहे गर्ने मा महिना र 4 गर्लफ्रेन्ड बनाएका भन्ने खबर आयो क्या 4 नै 10 गर्लफ्रेन्ड भन्ने आयो हाम्रो गाउँमा झिर्यानी भन्छन् होइन यहाँ चाहिँ के भन्छ कुरिलो लेखा छ के लेखा छ कुरिलो लेखा छ हामी तपाईँहरूलाई देखाउनु झिर्यानी भन्ने कुरा कस्तो हुन्छ अब यहाँ चाहिँ अब तराईमा पाइन्न यो यहाँ त चाहिँ लगाएको छ क्या यो बोटाहरू यहाँ बेर्ना बनाएको छ कि यसको यो हेर्नु त यो के भन्छ झिर्यानी झिर्यानी भन्छन् हाम्रो गाउँतिर अब यो के भन्छ यहाँ कुरिलो भन्दो रहेछ कुरिलो लेखा रहेछ यहाँ पुरै हाम्रो कुरिलो चाहिँ हाम्रो गाउँमा चाहिँ यसको सुरुमा आउँदाखेरि यहाँ पल्ला हुन्छ नि त्यसलाई कुरिलो भन्छ यहाँ पार्कभित्र चाहिँ के छ होइन यो चाहिँ जोकरतालको पार्क हो अब हामी त जोकरताल त मन परेन अब यहाँ पार्कभित्र के मनपर्छ कि होइन अब हुन्छ नि त अब हामी हेर्न गइरहेका छौँ त्यहाँ कुरिलो थियो होइन त्यहाँ चाहिँ एकदम राम्रो छ हामीले हेऱ्यौँ अझ यहाँ के छ होइन भित्र चाहिँ हामी पुरा घुम्नेछौँ यहाँ चाहिँ पुरा यहाँ जङ्गल यो चाहिँ जोकरतालको पार्क हो है हामी चाहिँ घुम्नेछौँ पुरा घुम्ने प्रयास गर्नेछौँ देख्न सक्नुहुन्छ यो बाटो एकदम मनपर्ने मलाई बाटो यो होइन यहाँ पनि पानी भइदिएपछि यहाँ पानी भइदिएपछि कति मजा आउँथ्यो होला त अन्त उता पनि राम्रो पार्क छ होइन त्यहाँभित्र त्यहाँ जङ्गलमा अनि जानेछौँ हामी चाहिँ अब यहाँ पार्कभित्र चाहिँ जम्प हालेर आएको छौँ अगाडि चाहिँ यहाँ चाहिँ के बल लगाएको छ होइन यता यता बेर्ना छ यता यता घिउकुमारी के छ होइन हाम्रो चाहिँ जङ्गलमा हुन्छ यस्तो कुराहरू यहाँ चाहिँ हाम्रो पार्कभित्र छ हाम्रो चाहिँ जङ्गलमा हुन्छ यस्तो कुराहरू चाहिँ ड्रागन फ्रुट हो यार यो ड्रागन होइन नाइपिनी हो यो नाइपिनी के को नाइपिनी ड्रागन यहाँ चाहिँ हाम्रो के को लगाएको छ भित्र टनलभित्र मालुको पात चाहिँ नि भाइ अहिले चाहिँ हामी जोकरतालको चाहिँ हामी पार्कमा छौँ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यो लगाएको छ यसलाई हामी चाहिँ यो आँगन झार्नलाई ल्याउँथ्यो होइन जङ्गलबाट यहाँ चाहिँ सोपिसको लागि लगाएको छ अनि यता चाहिँ बजो सजो के छ होइन अनि असुरो बजो चाहिँ जडीबुटीहरू चितुवा हरेक कुराहरू चाहिँ यहाँ जडीबुटी लगाइएको छ एकदम राम्रो छ होइन पछाडि पनि देख्न सक्नुहुन्छ हरेक कुराहरू यता पनि देखा यता सबै छ है मलाई पनि देखाएँ बिचमा सबै छ तपाईँहरू पनि आउनु होला यति जडीबुटी चाहियो भनेपछि होइन यहाँ चाहिँ जानकारी चाहियो भनेपछि आउनु होला धन्यवाद भन्नुहोस् के अब फुल पनि लगाएको छन् यता पनि छ यहाँ तपाईँको अहिले हामी चाहिँ पार्कबाट निस्किसक्यौँ अहिले हामी चाहिँ पानी खाँदैछौँ चिसो पानी एकदम गर्मी छ नि त त्यही भएर यो चाहिँ बेलगाडी हो जो कि थारू समुदायका एकदम प्रचलित साधन परम्परागत साधन भनौँ आजभोलि चाहिँ यो साधन चाहिँ धनगढीमा चाहिँ कम मात्रामा देखिने गरिन्छ तर हामी गाउँभित्रबाट आएको हुनाले हामीले चाहिँ यो गाडी देख्न पायौँ नजाने हामी चाहिँ चटपटी खान जाँदैछौँ यो त चटपटी ल्याउने नै हामी चाहिँ हँसिसक्यौँ अब हामी त्यहाँ जान्छौँ चटपटी खान्छौँ अनि रुप जान्छौँ हिजो सिधै भित्र हिँड न भित्र बस न सिधै ल खा त कसो छ प्रतिक्रिया चाहियो एकदम राम्रो छ मैले बुझाएर यता हाम्रो निरज भाइ फाइनली अब हामी चाहिँ घर जान लाग्छौँ आजको भिडियोको अन्त्य हुँदैछ अब हामी चाहिँ घर जाँदैछौँ होइन केटाहरू हामी चाहिँ घर जाँदैछौँ अब हाम्रो भिडियो चाहिँ अन्त्य हुँदैछ आजको भिडियो यति नै अब भोलि अर्को भिडियोमा आज हामी पुरा भिडियो हेरिदिनु होला है त आज हामी जेन्जी मार्ग गनेर छौँ यहाँ देख्न सक्नुहुन्छ तपाईँले यहाँ के बनिरहेछ यो क्या यस्तो अब